तपाईहरुको माग के छ? माग हामीसँग रोड फराकिलो एकदम गाह्रो खान पिउन लाउन बस्न हिँड्न गाह्रो भइराखेको छ। हामीलाई न्याय चाहियो सर, अरु केही चाहिदैन। हामीले हाम्रो बनाएको चाहियो। हाम्रो भना सुन्नु न, हामीले कति ठाउँमा अहिलेसम्म गइरहेको छ किन? हामीलाई नल्ला ठुलो चाहियो, हामीलाई नल्ला ठुलो चाहियो। नल्ला बनाओस् हाम्रो घरमा कतमा रामचोक भनेर हामीलाई ठुलो ठाउँ नपरोस् हामीलाई हाम्रो जनताको आवाज माथिसम्म जाओस्, सुन्नुहोस्। हामीको जनताको आवाज सुन्नुहोस् सर, हाम्रो यति चाँडो मात्र हो। हाम्रो कदमाएर रामचोकको दादरबारीको नीति न्याय होस्, हाम्रो जनतालाई न्याय होस्। हामीलाई न्याय चाहियो, हामीलाई न्याय चाहियो, न्याय हुनु पर्यो। तपाईहरुको माग के छ? माग हामीसँग रोड फराकिलो हुनु पर्यो। जुन हिसाबले नापिएको थियो हामीको रोड बन्ने सिस्टममा त्यो हिसाबले बनिया छैन र हामीलाई नाला पनि चाहिएको छ, नाला पनि राखेको छैन। दादरबारी या कदमाहा रामचोकमा नाला हामीलाई चाहियो। के खोली पनि दिएको छैन अनि जहाँसम्म ठाउँ लिएको छ त्यहाँसम्म रोड बन्नु पर्यो नि त। म रामकुमार शाह धनपाल छ। हामीहरूलाई यो जस्तो रामचोक, कदमा चोक, दादरबेरिया चोक दुईटै साइड नाला हामीहरूलाई चाहिएको छ र बाटो सबभन्दा छिटोको छिटो चाहिएको छ। धुलो माटोले बालबच्चा बिमारी भएको छ। एकदम गाह्रो खान पिउन लाउन बस्न हिँड्न गाह्रो भइराखेको छ अहिलेसम्म। हामीहरूले फागुन 18 गते नै यो सब हालिसकेको प्रशासन मन्त्री सिडिओ साहेबलाई रङ्गेली प्रशासनमा सबै ठाउँ हालिसकेको पेपर। हामीहरूको कुनै कमी कमजोरी छैन। केही कमी कमजोरी छ भने हामीहरूलाई भन्न सक्छ मान्छे। सिडिओ साहेबहरू आइसक्नु भएको छ। सिडिओ साहेबहरूले भन्नुभयो आज बैठकमा हामीहरू निर्णय गर्छौँ, निर्णय गइसकेपछि कुनै न कुनै समाधान हामीहरू गर्छौँ भनेर उहाँहरूले भन्नुभएको छ। त्यसको कारणले अब बाटो ब्लक हामीहरू खोल्दैछौँ। अब खोल्दै हुनुहुन्छ? हजुर हजुर खोलिदिँदैछु। तर एउटा सूचना म दिन चाहन्छु, मेरो 2-4 दिनमा यो समाधान भएन भने हामी भर दिने जानेर बसाउने छु, भर दिने हतार गर्ने छु, भर दिने जाम गर्ने छु। भएन भने छलफल राम्रोसँग भएन भने छलफल राम्रोसँग चाहियो। हामीलाई न्याय चाहियो। दादरबेरिया कदमा रामचोक अनिवार्य हामीलाई नाला चाहियो र बाटो राम्रोसँग बनोस्, छिटो बनोस्, त्यो भन्न चाहन्छु। हामी आज खोल्यो बापत 3 दिन आश हेर्छौँ। 3 दिनमा हाम्रो केही सुनवाई भएन भने हामी 3 दिनभरि हामी आन्दोलन गर्छौँ। सम्बन्धित पक्षलाई सम्बन्धित ठाउँमा बोलाएर 6 मिटरको बाटो पहिले नै देखि थियो 6 मिटर अनि अहिले 7 मिटर 1 मिटर बढाउँदाखेरि अनि घर किन उजार्यो त्यो पनि अनि तपाईहरु कुरा गर्नु। नाम जयप्रकाश राय हो, धनपाल थान छ। अनि यो जुन आन्दोलन भयो नि दादरबेरिया चोकमा एउटा पुला छ, एकदम सानो छ। खाएको भनेको खानी नै त्यहाँ छ हैन। क्याम्पस छ अनि +2 छ, सबै थोक छ, तर त्यहाँ बाटो साँगो र विद्यार्थी 1000 2000 हुन्छ। एकदम अप्ठ्यारो। त्यो पुला चाहिँ 3 मिटर कम्तीमा बढाउनु पर्ने छ। अनि नाला चाहिँ त्यो बसन्त राजवंशी घरदेखि दक्षिण टोल जाने एउटा बाटो छ, त्यहाँसम्म कम्तीमा नाला त्यो बनाइदिँदाखेरि त्यो दादरबेरिया चोकको खण्डको अलिकति हुन्छ राम्रो। त्यसपछि कदमा चोकमा पनि 125 मिटर जति बाँकी छ नाला, त्यो पनि बनाइदिँदा राम्रो हुन्छ। अनि त्यसपछि रामचोकमा दुईतिरै नाला चाहिँ बनाएको छैन, अरूतिर छ। त्यो चोकहरूमा अलिकति राम्रोसँग बनाइदियो भने नालाहरू। आज अहिले भर्खर आन्दोलन भयो 8 बजेदेखि। अनि त्यसपछि सिडिओ र एसपी सरहरू पनि आउनु भएको थियो। उहाँहरूले भन्नुभएको छ ठिकै छ, हामी त्यहाँ सम्बन्धित व्यक्तिहरूलाई बोलाएर छलफल गर्छौँ, तपाईँहरू अहिलेको लागि त्यो आन्दोलन छोडिदिनु अनि सञ्चालन गर्न दिनु बाटो हैन, त्यति भनेर अहिले उहाँहरू जानुभएको छ। सबै ठाउँमा राम्रो बाटो बनाएको छ, नाला। अब बाटोहरू पनि फराकिलो। यो 2-3टा चोक छ, 3टै चोकमा एकदम साँगुरो बाटो र चोक हुने ठाउँमा त अलि राम्रो बाटो र फराकिलो हुनुपर्छ, त्यो भएको छैन। त्यसैले यो भएन भने आन्दोलन हुन्छ। कतिखेर बस्नुहुन्छ हजुर छलफल? बजे भनेछ बोलाउँछु। अब रामकुमार शाह धनपाल थान छ। रामचोकमा हाम्रो घर छ। हामीहरूलाई साह्रै नै बिजोग भएर हामीहरू सबै ठाउँमा फागुन 18 गते हामीहरूले निवेदन हालेको छौँ। वडा कार्यालय प्रशासनमा मन्त्रीज्यूहरूलाई पनि सबभन्दा ठुलो संसदज्यूहरूलाई पनि निवेदन हामीहरूले पेश गरेको छौँ। 18 गतेदेखि लिएर आजसम्म 2 गते 3 गते लाग्न आँट्यो। अहिलेसम्म कुनै डिसिजन आएको छैन, कुनै निर्णय भएको छैन, हामीहरूसँग कुनै वार्ता मिलेको छैन। हाम्रो दादरबेरिया कदमाहा रामचोकमा दुईटै साइड नाला चाहिन्छ अनिवार्य नै, र पुल बाटो बनाएको पनि बाटोदेखि पनि सानो पुल बनाएकोले गर्दा हामीहरूलाई जान आउन गाह्रो भएको
हुनाले गर्दाखेरि हामीहरूले एउटा सबै समाजवासी मिलेर एकीकरण भएर हामीहरूले चक्काजाम 8 बजेदेखि 9 बजेसम्म गरेको छौँ। प्रशासनहरू पनि आउनुभयो। यहाँ डिसिजनमा के भयो, चक्काजाम खोलौँ, हामीहरू 2 बजे हामीहरू त्यहाँ विराटनगर बोलाउँछौँ। त्यसपछि निर्णय के हुन्छ त्यसपछि हामीहरू सल्लाह कुनै न कुनै दिन्छौँ भनेर उनीहरूले चक्काजाम खोलेर जानुभयो। यो निर्णय आज 2 बजेदेखि बेलुका 5 बजेसम्ममा निर्णय हामीहरूलाई मिलेन भने बेलुका 5 बजेसम्म हामीहरूको निर्णय भएन भने भोलिदेखि फेरि 4 घन्टा हामीहरू कन्टिन्यू, भोलि पनि भएन भने पर्सि हामीहरू 6 घन्टा गर्छौँ। त्यस्तै दिनै गर्दै जाँदाखेरि पुरै चक्काजाम हामीहरू डे नाइट भए पनि हामीहरू गर्न तयार। हजुरको भनाइ चाहिँ जबसम्म हजुरको माग सम्बोधन हुँदैन तबसम्म कर्मस्थ रूपले हजुरले आन्दोलन गर्नुहुन्छ? गरिरहन्छौँ। 4 दिन लागोस्, 15 दिन लागोस्, महिना दिन लाग्छ। र क्वार्टर चोकको पुल पुल पहिलाकै ठाउँमा हुनुपर्छ। हामीहरूको पुललाई भत्काएर तपाईँको उत्तरपट्टि बाटो टर्निङ थियो, अहिले दक्षिणपट्टि सारेको छ। त्यसको निर्णय पनि हामीहरूलाई चाहिन्छ। किन सारेको? जहाँ थियो पहिलादेखि पुरानो वास्तविकता त्यो ठाउँमा किन राखेन? बिच सेन्टरमा हटाएर तपाईँलाई दक्षिण साइडमा किन सार्यो? कसले सार्न भन्यो? कुन मान्छेहरूलाई बोलाएर हामीहरूलाई सल्लाह विचार गरेन? म त्यसको लागि आवाज उठाउँछु। कुन पुल भन्नुभयो? क्वार्टर चोकको टर्निङको पुल, त्यो नहरवाला पुल तपाईँहरूको पुरानो ठाउँमै हुनुपर्छ र एकदम फराकिलो हुनुपर्छ। उत्तरदेखि दक्षिणपट्टि सारेको कसले भन्यो सार्नको लागि? त्यता सारेपछि टर्निङ काट्न गाह्रो हुन्छ, भोलि एक्सिडेन्ट हुने सम्भावना हुन्छ। कसले जिम्मेवारी लिन्छ? मलाई त्यसको निष्कर्ष चाहियो। कसले त्यहाँ निवेदन गरौँ? कसले? हामीहरू यति नै भन्न चाहन्छौँ।